पढ्वेलाई लिएर नेपालीहरू सुरुमै कन्फ्युज भएको भेटेँ मैले। किन भन्दाखेरि पढ्वेको आधिकारिक निकायले पढ्वे के हो भनेर भनिदिनुभन्दा अगाडि युट्युब शिरोमणिहरूले सिकाइदिए के हो पढ्वे भनेर। स्क्याम हो। जय युट्युबर। सुन्दिनै पर्यो नि। उहाँहरूले भनेको नमाने कसले भने मान्ने? अब युट्युबरले स्क्याम हो भन्छन्, तर इन्डियाको रोड मिनिस्टर आफै शारजामा गएर पढ्वेको बारेमा बुझेर के भने त? त्यो पनि एकचोटि हेरौँ। This is a very good technology. Considering the problem in the transport sector, the mass rapid transport for passenger and goods on electricity is the futuristic technology and which is very useful for reducing logistic cost. I am really happy about the new innovation, new research, and I feel that this can be a good and appropriate technology for the country with those who have maximum population, and this should be cost effective, safe. Security is also one of the most important thing where we need to concentrate on that, and also the cost effective. I give my all best wishes to the innovator who has taken a new initiative for making this new technology and which can be useful for the world. Thank you. भिडियो हेरिहाल्नुभयो। इन्डियन रोड मिनिस्टर नितिन गडकरी एकदम एक्साइटेड हुनुहुन्छ यो टेक्नोलोजीलाई इन्डियामा लानको लागि। अनि नितिन गडकरीजीलाई तपाईँहरूले यदि फलो गर्नुहुन्छ भने अरू इन्टरभ्यू हेर्नुहुन्छ भने उहाँले के भन्नुभएको छ भन्दाखेरि चाहिँ यो पढ्वे बाहेक अरू डिफ्रेन्ट खालको टेक्नोलोजी, अरू 4-5वटा टेक्नोलोजी पनि इन्डियामा ल्याउने कुरा गर्नुभएको छ। बेङ्गलुरुमा 200-240 ठाउँमा चाहिँ यो टेस्टिङको लागि तयारी पनि भइसकेको छ। खै उनीहरूको औकात पनि बढी छ। हामी एउटा टेक्नोलोजी ल्याउन सक्छौँ, उनीहरू 5वटा ल्याउन सक्छन्। हामी 100 करोडको कुरा गर्छौँ, उनीहरू 10,000 करोडको कुरा गर्नुहुन्छ। त्यो एउटा लेभलको डिफ्रेन्स छ। तर इन्डियाले यो टेक्नोलोजी पत्याइसकेको छ। अनि नेपालमा चाहिँ रोइलो, यो दुनियाँमा नभएको टेक्नोलोजी हामी किन ल्याउने? यसमा हामीले गर्व गर्नुपर्छ है। र अर्को कुरा, यसमा डेभलपमेन्टहरू के भएको छ भन्दाखेरि चाहिँ नेपालको राजपत्रमा आइसकेको छ। यसको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ पढ्वेलाई लिएर कसरी कार्यान्वयन गर्ने, कसरी यसको नियम गर्ने, यसको मापदण्ड के गराउने भन्ने कुराहरू भइसकेको छ। यहाँ काम गर्ने मान्छेले एकदम धेरै इफोर्ट लाउनु भएको छ। यो कुरा हामीले बुझ्नुपर्छ। गोकर्ण नगरपालिकासँग एउटा सम्झौता भइसकेको छ। त्यो बाहेक अधिकार सम्पन्न बागमतीसम्म पनि एउटा चाहिँ कन्ट्र्याक्ट भएको छ। यो अधिकार सम्पन्न बागमतीको चाहिँ यो बागमतीको छेउ किनार सबै त्यो संस्थाको अधिकार हुन्छ, फुल अधिकार। त्यहाँ उसको परमिसनलाई केही गर्न मिल्दैन, तर त्यहाँ पनि एउटा कन्ट्र्याक्ट गरिसक्नु भएको छ है। सो एउटा खतरा टेक्नोलोजी नेपालले ल्याउँदैछ र यो हुन्छ। अब हामी चाहिँ रोडमा जाम भयो भने चिच्याएर बस्ने कि नयाँ टेक्नोलोजी ल्याएर त्यसको अल्टरनेटिभ पनि खोज्ने हो। हामी पोजिटिभ हुने चाहिँ कहिले हो? म अरू पनि सिरिजहरू बनाउँछु पढ्वेको। एउटा भिडियोमा तपाईँलाई सबै समझ नआउन सक्छ। अर्को भिडियोमा म यो पढ्वे कतिको सेफ छ, किन सेफ छ, त्यो भिडियो पनि लिएर आउँछु।